नमस्कार। नेपाल अपडेट्सद्वारा सञ्चालित दैनिक दृष्टिमा तपाईलाई स्वागत छ। दैनिक दृष्टि मार्फत हामी प्रत्येक दिनका महत्त्वपूर्ण समाचार, ताजा अपडेट र विश्वसनीय जानकारी समेटेर तपाईको स्क्रिनमा पुर्याउँछौं। देश विदेशका मुख्य घटना, राजनीति, समाज, अर्थतन्त्रदेखि जीवनशैली सम्बन्धी सबै विषयमा हाम्रो दृष्टि सबै स्पष्ट, तथ्यमा आधारित र निष्पक्ष रहनेछ। अब लागौं आजका प्रमुख समाचारतर्फ। सर्वोच्च अदालतले मध्य प्रदेश सभा सदस्य कञ्चन बिच्छालाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले बिच्छालाई प्रदेश सभा सदस्यको हैसियतले नियमित कार्य गर्नबाट वञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएको हो। सर्वोच्चले उनलाई पदबाट हटाउनु पर्ने भनी राप्रपाले मध्य प्रदेश सभामा पेश गरेको पत्र कार्यान्वयन नगराउन भनी आदेश समेत दिएको छ। सर्वोच्च अदालतले उनले पद त्याग नगरेको अनि उनलाई गरिएको अनुशासनको कारबाही कानून अनुकूल रहे नरहेको भन्ने बारे पछि परीक्षण हुने भन्दै अहिलेलाई पदमुक्त गर्न नमिल्ने आदेश गरेको हो। प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छिन्। उनी मंगलबार दिउँसो श्रेष्ठलाई भेट्न कुपण्डोले स्थित निवास पुगेकी हुन्। श्रेष्ठका बुबा पूर्व न्यायाधीश कुलबहादुर श्रेष्ठको यही 16 मंसिरमा 95 वर्षको उमेरमा निधन भएको थियो। नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो। स्रोतका अनुसार मंगलबार दिउँसो प्रधानमन्त्री कार्की उनको निवासमा पुगेर भेट गरेकी हुन्। सो क्रममा पूर्व न्यायाधीश श्रेष्ठसँग केही बेर सामान्य राजनीतिक छलफल पनि भएको स्रोतले बताएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले यही प्रणालीमा रहेर चुनाव गरेर मुलुकलाई अघि बढाउन सकिन्छ भन्ने कसैले सोचेको भए त्यो भ्रम मात्र हुने बताएका छन्। मंगलबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। एउटा मान्छेलाई सत्तामा बसाउने र अर्कोलाई सत्ताबाट निकाल्नका लागि मात्रै जेनजी आन्दोलन नभएको लिङदेनको भनाइ छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन्। नेपाल सरकार मन्त्री परिषदको सोमबार बसेको बैठकले पन्थीलाई 4 वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो। पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाबाट नियुक्ति पत्र समेत लिएका छन्। आचार्य पन्थी खुल्ला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन्। समितिको कार्यकारी निर्देशकमा पन्थीसँगै श्रीकेश कौशिकको समेत नाम सिफारिस भएको थियो। दोलखाको लामाबगर स्थित 56 मेगावाट क्षमताको सानीमा जुङखोला हाइड्रो पावर कम्पनी लिमिटेड अन्तर्गत निर्माण कम्पनी बाबरी हाइड्रो पावर कन्स्ट्रक्सनमा कार्यरत एक मजदूरको मृत्यु भएको छ। सुरुङ मार्गमा काम गर्दै आएका ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका 5 घर भएका 39 वर्षीय शुक्रबहादुर राईको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख एवं प्रहरी नायब परीक्षक ज्ञान बहादुर महतले जानकारी दिएका छन्। नेकपा एमालेको 11औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने भएको छ। एमालेको 10औं महाधिवेशनमा समेत विद्युतीय मतदान प्रयोग गरिएको थियो। यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने नेता सुनिता बरालले जानकारी दिएकी छिन्। नेता बरालका अनुसार निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम शुरू गरिसकेको छ। दैनिक दृष्टि आजलाई यति नै। नेपाल अपडेट्सलाई फलो गर्दै गर्नुहोला। हवस् त, नमस्कार।